अध्यक्षजी नहटाउनुहोस् है, जनताले नहटाउनुहोस् है अध्यक्षजी, जनतालाई नहटाउनुहोस् है। एक मिनट हामीले पनि समय दिनु, हामी 10 बजेदेखि यहाँ रुएर बसेका छौँ। त अहिले बोलाउँदाखेरिमा हामी बिहेको भोजमा जाने एकजना आएर मात्र काम, यो कतिसम्मको न्याय उचित हो? तपाईको कार्यकक्षमा आउँदा किन जानकारी चाहियो? जतिखेरै काम हुन सक्छ। यो बिहेमा तपाईँको काममा हो, तपाईँको बिहे काम हो। कसले त भन्नुभएको? वडा अध्यक्षको दादागिरी हेर्नुहोस्, वडा अध्यक्षको दादागिरी हेर्नुहोस्, 5 नम्बरको मलाई किचेर लैजानुहोस् त हेर्नुहोस्, नगर्नुहोस्, के गर्नुहुन्छ? ल त भन्दै हुन्छ, सम्बोधन गर्ने छैन यहाँ। तपाईँ गुन्डा हो, तपाईँ गुन्डा हो, तपाईँ गुन्डा हो। 5 नम्बरको वडा अध्यक्षज्यू हेर्नुहोस् यहाँ। अध्यक्ष सन्तवीर लिम्बूले गर्दा छोटन गाउँपालिकाका जनताहरू कति आतंकित भएका छन्। जनप्रतिनिधि पत्रकार फुटेर क्यामेरा फोड्नुहोस्, हामी तयार छौँ, तर तपाईँले क्यामेरा देखाउँछु। यो मैले सरकारको अनुमति लिएको छु, बुझ्नुभयो नि? तपाईँको दादागिरी चल्दैन। तपाईँहरू सच्चै बाटो हिँड्नुहुन्छ भने के खानुहुन्छ? सुलिट हिँड्नुहुन्छ, 5 पेसन हिँड्नुहुन्न? किन चाहिँ हिँड्नुहुन्छ? त्यहाँबाट किन झरिहाल्नु भयो सल्लाह सुलुक पारेर? होइन, बोलाउँदा के छ भनेर तपाईँले बुझ्दा हुँदैन। 5 मिनट भयो त हाम्रो पुग्छ हेर्नुहोस्। त्यस्तो कुरामा तिमीले जे जे भन्नु उही मैले सुहाएर बस्नु म? सहनु पर्छ, तिमीले 2000 मान्छे लिएन ल्या, सहनु पर्छ, लिएर आइज। सहनु पर्छ। सरकारी गाडी लिएर चाहिँ एउटा भोज भतेरमा हिँड्छन् भने यो के हो? सुशासन कहाँ छ? हामी चाहिँ बिहेमा जाने काम छ, हामी हतार छ हामीलाई, त्यहाँ सकेर चाहिँ हामी मात्रै आएर मात्रै गरौँ भनेपछि उहाँहरूको कत्रो चाहिँ रवैया, सरकारी सवारी साधन लिएर जनताले रगत र पसिना गरेर तिरेको कर चाहिँ उहाँहरू चाहिँ बिहेमा दुरुपयोग गर्ने।